एकजना एकदमै ज्ञानी भिक्षु रहेछ। एकदम विद्वान भिक्षु। एकदमै चर्चा पाएको भिक्षु अब उसको ज्ञानले गर्दा। अनि अब उसको चर्चा सुनेपछि एकजना युनिभर्सिटीको प्रोफेसर आएछ। अनि त्यो प्रोफेसरलाई चाहिँ अलिकति जिज्ञासा जागेछ, कस्तो भिक्षु रहेछ, कतिको ज्ञानी रहेछ भनेर ज्ञान लिनु पर्यो भनेर गएछ भिक्षुकोमा। अनि उसले भिक्षुलाई भेट्ने बित्तिकै अब कुराहरू गर्न थाल्यो, धेरै कुराहरू गर्न थाल्यो। धेरै जसो आफ्नै बारेमा कुरा गरिरह्यो। मैले यो पढेको छु, यस्तो यस्तो मलाई थाहा छ भनेर सबै सुनायो। अनि अब तपाईँबाट म के चाहिँ ज्ञान लिन सक्छु भनेर सोधेछ। अनि भिक्षुले चाहिँ के भनेछ, अब ज्ञानको कुरा गर्दै गरौँला, पहिला चिया खाउँ भनेछ। अनि दुईजना बसेछ। अनि त्यो भिक्षुले एउटा सानो कपमा चिया हाल्न थाल्यो। चिया हाल्दै गर्दाखेरि त्यो सानो कप एकैछिनमा भरियो, तर पनि त्यो भिक्षुले चाहिँ त्यो कपमा चाहिँ चिया हालेको गऱ्यो। अनि त्यो प्रोफेसर चाहिँ छक्क पऱ्यो, त्यो हेरिरह्यो। एक दुई सेकेन्ड चाहिँ हेरिरह्यो। त्यसपछि चाहिँ उसले भनेछ, कप अघि नै भरिसक्यो, अब योभन्दा बढी त अड्दै अड्दैन, त्यहाँ किन हालेको गरेको भन्छ। अनि भिक्षुले रोकेर भनेछ, तिमी पनि यो कप जस्तै छौ अहिले, एकदम भरिएको कप जस्तै हो, यसमा म केही भन्नै सक्दिनँ। त्यो भन्ने बित्तिकै त्यो प्रोफेसरको दिमाग खुल्यो। उसलाई रियलाइज भयो, ओहो मैले के सिक्ने लागिरहेको छु, तर मेरो मनमा पहिले नै धेरै कुराहरू छ, आफ्नो ओपिनियन छ भन्ने उसलाई रियलाइज भएछ। र भिक्षुले पनि त्यही भन्यो, तिम्रो मनमा, तिम्रो दिमागमा धेरै कुराहरू पहिले नै छ, तिमीले यो जानेको छौ हैन, जस्तै मैले यो जानेको छु, यो कुरा सही हो भन्ने कुरा सबै तिम्रो दिमागमा पहिले नै छ, धेरै कुरा छ। र त्यो नहटाइसम्म म तिमीलाई केही ज्ञान दिनै सक्दिनँ भनेछ। त्यो कुरा त्यो प्रोफेसरले रियलाइज गर्यो। त्यसपछि ऊ एकदमै हम्बल भयो है। अनि उसले आफ्ना सबै अहङ्कार त्यागेर चाहिँ त्यो भिक्षुसँग ज्ञान लिन थाल्यो। हामीले पनि अब जीवनमा त्यस्तै गर्छौँ। बच्चा बेलाको कुरा अर्कै हो, तर एउटा उमेर पुगिसकेपछि हाम्रो दिमागमा, हाम्रो मनमा के हुन्छ भन्दाखेरि एउटा एक किसिमको बिलिफ बनिसक्छ क्या, यो कुरा ठिक हो, मैले यति जानेको छु, योभन्दा अरू कुरा त यो ठिक हुँदै होइन भन्ने टाइपको यस्तो हाम्रो मनमा बसिसकेको हुन्छ। र त्यो कुरा चाहिँ हामीले त्याग्नु सकेनौँ भने चाहिँ हामी जतिसुकै एउटा विद्वानकोमा गएर हामी केही सिक्न खोज्यौँ भने सिक्न सक्दैनौँ क्या। त्यो कुरा, त्यो विद्वानले भनेको कुरा हामीलाई ठिकै लाग्दैन, किनकि हाम्रो दिमागमा छ होइन, मैले यो पहिले पढिसकेँ, यो मैले बुझिसकेँ हो, यो कुरा यो विद्वान भन्ने मान्छेले भनेको कुरा केही मलाई पत्यारै लागेन भन्ने टाइपको त्यो हुन्छ। सो केही कुरा सिक्नु छ भने, नयाँ कुरा सिक्नु छ भने आफूलाई चाहिँ एउटा खाली कप, खाली भाँडो जस्तो बनाउनु चाहिँ एकदम इम्पोर्टेन्ट हो भन्ने चाहिँ यो कुरा, यो कथाले चाहिँ देखाउँछ।